रेडी छ है 28 सेकेन्ड भन्दा भयो 28 सेकेन्ड छ है माइनस आजको बजारलाई हेर्दा 32 अंक 2843 मा बस्नु रेडी नमस्कार हामी बिजनेस नेपालको यो युट्युब च्यानलबाट फेरि पुनः उपस्थित भएका छौं यो निर्वाचनमा होमिएको यो देशलाई निकास दिने जुन निर्वाचन भयो निर्वाचन पश्चातको यो भिडियो हाम्रो आउँदैछ र निर्वाचन पछि जुन सरकारको बहुमत देखिरहेछ राष्ट्रपतिको हाम्रो बहुमत लगभग तगारमा छ 1/2 मतको लगभग तगारमा छ यो अवस्थालाई मध्यनजर गर्दाखेरि चाहिँ हिजो सोमबारको मार्केटले देखाएको सर्किट पोजिटिभ सर्किट र आज मंगलबारको मार्केट किन घट्यो भन्ने विषयलाई लिएर हामी यो विषयमै रहेर आज हामी चर्चा गर्दैछौँ हामीसँग हुनुहुन्छ सदा चाहिँ रविन सुवेदीजी नमस्कार रविनजी निर्वाचनको प्रणाली प्रक्रिया हामीले देख्यौँ मत पनि देखियो जनताको एकदमै भारी मती राष्ट्रपालाई गएको छ झन्डै झन्डै 2/3 नि लगभग नि हामीले पायौँ हामीले सरकारले बन्दैछ अब 2/3 को सरकार बन्दैछ सोमबार जब निर्वाचन पछि जब मार्केट ओपन भयो त्यो पोजिटिभ सर्किटलाई तपाईले कसरी हेर्नु भएको छ अब यस्तो छ सर्वप्रथम त नेप्सेकै इतिहासमा अथवा नेप्से जबदेखि चालु भएको थियो त्यो देखि नै आजसम्म आइपुग्दाखेरि यसरी यो लेभलको गभर्नमेन्टको मेजोरिटी नेप्सेले प्राप्त गरेको थिएन र यो आजको सिनेरियोमा आइपुग्दा बहुमतका सरकारहरू धेरै आए पनि 2/3 का सरकारहरू आएका थिएनन् पहिलाका दिनमा हो त्यो हुँदाखेरि अब नेप्सेले कसरी हेर्यो भन्दाखेरि विभिन्न ऐन कानुन बाधा जे थिए त्यो कुरालाई संशोधन गरेर जान सक्ने खालको सरकार आएको हुँदा अब लगानी भित्रिन सक्छ भन्ने एउटा मनोबल सबैमा आयो त्यो कारणले गर्दा नेप्से अत्यन्तै उफ्रेरै माथि नै जम्प गर्यो जसमा चाहिँ नि लगभग सर्किट ब्रेकर 6% लगाएर नेप्से हाल्ट नै भएको छ करिब तपाईको पहिलो सर्किट ब्रेकर 4% लगाउँदाखेरि त बजारले लगभग 40-45 सेकेन्डको कारोबार गर्यो त्यसपछिको 13 सेकेन्डमै सर्किट 5% लगायो त्यसपछि 5 सेकेन्डमै 6% लगायो गर्दा 1 मिनेट जस्तो पनि कारोबार भएन लगभग 56-55 करोडले नै बजार हाल्ट भयो हिजोको दिनमा आज त्यसलाई फेरि पुनः बजार खुल्ने बित्तिकै त माथि जाने प्रयास त गर्यो प्री ओपनमा त बजार बढेकै देखिरहेको प्री ओपन त बढिहाल्ने नै भयो किन भन्दा अब त्यो लेभलको फोमो आयो के अब बजारमा कतिपयले त निर्वाचन अगाडि बेचेर बसेका थिए नि त गभर्नमेन्टको फर्मेसन कसरी हुन्छ भन्ने वेटमा थिए अब यो स्टेबिलिटीले धेरै भन्दा धेरै रोल अब स्टेबिलिटीले गर्यो कि गभर्नमेन्ट फर्मेसनको लागि मात्रै नभएर अब त 5 वर्षको स्थिर सरकार त्यो मात्रै नभएर एकदमै युवाको सरकार एकदमै तपाईको लिटरेट वर्गका त्यहाँनिर एकदम एजुकेटेड एक्सपिरियन्स तपाई हामी अर्थ मन्त्रालयदेखि लिएर विभिन्न मन्त्रालयहरूमा पनि योग्य व्यक्ति जाने एउटा एकदम आशावादी भएको कारणले गर्दाखेरि लगानी तपाईका विभिन्न फरेन लगानीहरू अथवा यहाँका निजी लगानीहरू पनि आउने आशामा बजार चाहिँ नि अहिले बुर्कुसी मार्दैछ जस्तो कि हिजोको मार्केटमा पोजिटिभ सर्किट लाग्यो मार्केट बन्द भयो त हैन त्यही मार्केटको पोजिटिभ सर्किट देख्दाखेरि आज लगानी गर्दाखेरि के भनिरहेको थिए बजारमा के हुमर चलिरहेको थियो भने आज पनि त्यही तरिकाको मार्केट चाहिँ उड्छ भन्ने धेरैको थियो तर मार्केटले त त्यसरी देखाएन दिशा त यस्तो हुन्छ है अब यो बजारमा चाहिँ नि बजारको साइकोलोजी कस्तो हुन्छ भन्नुहुन्छ भन्दा नेपालीहरू मैले अरू विभिन्न भिडियोहरुमा पनि भन्दै गरेको छु नेपालीहरुको पनि एउटा उग्रपन छ हरेक कुरामा उग्र हुन्छ के घट्ने क्रममा आज एक दिन कुनै तलतिर लाग्न थाल्यो भने अझै घट्छ भन्ने एउटा पन र बढ्ने क्रममा पनि अझै बढ्छ भन्ने पन यो नेपालीहरुको मात्रै होइन कि ओभरअल मार्केटको सेन्टिमेन्ट नै हो नेप्सेका विगतका दिनहरुमा हेर्यौ भने अथवा हामीले टेक्निकल प्यारामिटरलाई पनि हेर्यौ भने त्यो भन्दा माथि जानै नसक्ने अवस्था छ भने चाहिँ त्यो जानै सक्दैन कि जति पैसा आयो भने पनि त्यहाँनिर बरु केही समय स्थिर रहन्छ के
त्यो बोइलिन्जर ब्यान्डलाई हेऱ्यौँ भने हामीले अप्पर ब्यान्डलाई पनि चिरेर अत्यन्तै माथि गइसकेका थियौँ। जुन 6% लगायो त्योभन्दा अत्यन्त त्यहाँनिर बजार केही समय सस्टेन नगरिकन जानै नसक्ने अवस्था थियो क्या। र अर्को कुरा के भने निर्वाचन अगाडि जसले केही हदसम्मका ट्रेडरहरूले किनेका थिए नि त उनीहरूको प्रफिट त धेरै नै राम्रो आयो नि 6% को वृद्धि हुने बित्तिकै हो। त्यो समहाउ ट्रेडरहरू पनि हाबी हुन्छ हो, ट्रेडरहरूले त बुक गरे तर पनि त्यो ट्रेडरहरूको त्यो सप्लाईलाई पनि पचाएर जब बजारले आज पनि लगभग -70-75 गइसकेको थियो तर पनि त्यो सप्लाईलाई पनि आज बजारले पचाएको छ। पछि फेरि बाउन्स ब्याक त दिएको छ। कारोबार त झन्डै 1 घन्टाको मा लगभग 11 अर्बको कारोबार आएको हो। त्यो 11 अर्बको कारोबारमा सप्लाई आएको भन्दा पनि त्यो सप्लाईलाई पचाइरहेको कि स्वामित्व हस्तान्तरण भएको एक व्यक्तिले बेचिरहेको बेलामा अर्को व्यक्तिले त किनिरहेछ नि, त्यो केही न केही भएर नै किनिरहेछ। यस्तो अवस्थामा जब बुलले लिड गर्ने बेला हुन्छ, बुलिस जर्नी माथि जाने क्रममा हुन्छ, त्यो बेलामा के हुन्छ भन्नुहुन्छ भन्दाखेरि सप्लाईलाई पनि तपाईको बायरहरूले त्यो अथवा डिमान्ड त्यहाँनिर हाई भएको हुन्छ। इन्ट्राडे करेक्सन भन्छ, इन्ट्राडे करेक्सन हुँदै माथि जाने क्रम हुन्छ। हेल्दी करेक्सन यो चाहिँ नि घट्नै पर्ने बजार हो। सुई यहाँ आज पनि हुन त धेरै रिटेल माइन्डसेट के हुन्छ भने आज पनि 4% 6% हान्छ भन्ने थियो, त्यस्तो सधैँ हुँदैन। त्यो चाहिँ नि सुई माथि जान सक्दैन। त्यो आजको करेक्सन एकदम हेल्दी करेक्सन छ। अब चाहिँ नि बाई अपर्च्युनिटी मैले देख्छु। तपाईको बजारको आजको कारोबार हेर्दाखेरि चाहिँ हामीले अलिकति सरसर्ती हेर्दाखेरि के यसमा बजारमा चाहिँ लगानीकर्ताहरूको आकर्षण बढेको देखिन्छ हैन? यसमा ठुला लगानीकर्ताहरूको पनि इन्ट्री भएको हो भन्ने अलिकति पनि बुझ्ने यस्तो आशय देख्न सकिन्छ। यसमा तपाईको के छ धारणा यसमा? यस्तो छ, अब कारोबारकै हिसाबमा हेर्दा आज झन्डै 21 अर्बको कारोबार भएको छ। अब तपाईको ब्रोकर वाइज हेर्ने हो भने त 2.5 अर्ब लगभग 2-3 अर्बै जस्तो कारोबार 58 नम्बरको भएको छ। त्यसपछि भिजन सेक्युरिटिजको पनि भएको छ झन्डै कारोबार। अब यसरी ब्रोकर वाइज कारोबार पनि बढ्या छ। व्यक्ति अब रिटेलरहरूको मात्रै कारोबार त त्यति धेरै हुँदैन हैन, त्यस्तो 21 अर्ब 81 आउने। अब कारोबारलाई मात्रै लिनु हुँदैन, किन भन्दा हिजोको कारोबार पनि त हुन पाएको थिएन, त्यो कारोबार पनि आज 81 एड भएर आएको हुन्छ के। हिजो किन्न नपाएकाहरूले आज 81 जम्प गरेरै किन्ने हुन्छ के फोमोले गर्दाखेरि। त्यो एडेड भएको कारोबार हो। 21 अर्ब आज एकै दिनमा आएको भनेर त्यसरी खुसी हुनु पनि पर्दैन। अब यो कारोबार भोलिका दिनमा अब कमसे कम पनि भोलि 10-12 अर्बको कन्टिन्युटी हुन पर्यो। भोलि नै 21 अर्ब आउनुपर्छ भन्ने जरुरी छैन, तर 12 अर्ब 13 अर्बले अब यो पेरिफेरीमा कारोबार गर्छ र बजारलाई पनि 2800 माथि नै रहेर कारोबार गर्यो भने बजार अत्यन्तै राम्रो मोडमा देखिएको छ। बजारले जहाँसम्म लाग्छ धेरै नै छिटो नयाँ हाई नै चुम्न जाँदैछ। तपाईको अब यो हाम्रो मार्केट सोमबारदेखि यो हप्ताको सोमबारबाट खुल्लो, आइतबार त बन्दै थियो हाम्रो हैन? तपाईले यो हप्ता हाम्रो बिहीबारसम्मको मार्केट तपाईले अलिकति टेक्निकली हेर्दाखेरि चाहिँ मार्केटले कस्तो खालको दिशा पक्रिँदैछ हैन? यस अलिकति तपाईको आफ्नो एनालाइटिकल आफ्नो जुन हुन्छ त्यसमा हेर्दाखेरि चाहिँ मार्केट बढ्ने जस्तो सङ्केत देखाउँदैछ कि अथवा घट्ने सङ्केत देखाउँदैछ? अलिकति टेक्निकल्ली भन्दाखेरि चाहिँ के छ त्यसको? टेक्निकल्ली हेर्दाखेरि हामी निर्वाचन अगाडि, चुनाव अगाडि अत्यन्तै कन्फ्युजिङ मोडमा थियो। एकदम कता जान्छ वेट एन्ड वाच, एकदमै केही कसैको डिसिजन लिन सक्ने अवस्थै थिएन त्यहाँनिर। इन्भेस्टमेन्टको त नयाँ इन्भेस्टमेन्ट इन्फ्लो भएकै थिएन। ट्रेडरहरू जस्ट ट्रेडिङ गरिरहेको थिए। किन भन्दा त्यो अवस्थामा डिसिजन लिनै सकिने, किन भन्दा कसको सरकार आउँछ, कसको बहुमत आउँछ, निर्वाचन हुने नै नहुने के हो भन्ने कुरा नै अन्यल थियो। जे होस् एउटा सौभाग्यपूर्ण निर्वाचन सफल भएको छ र एकमत एउटा बहुमतको सरकार पनि आएको छ। अब यो निर्वाचन अगाडि जुन एउटा कता जान्छ भन्ने अन्यल थियो नि, त्यसलाई पुरै हटाएर अब बजारले हिजोदेखि यति राम्रो बुलिस जर्नीमा सुरुवात गरिसक्यो बजार। त्यो ग्याप अफ ब्रेक अवे ग्याप भन्छ त्यसलाई, त्यो ब्रेक अवे ग्यापमा भोल्युम सहित माथि बजार लागिसक्यो। यसले अब यो साइकल कमसे कम पनि 3500 सम्मको साइकल मैले देखिरहेको छु। टेक्निकल्ली हेर्दाखेरि धेरै नै छिटो, जहाँसम्म लाग्छ मलाई जुलाई अगस्तसम्ममा, आज यो मार्च हो, अब झन्डै 3 देखि 4 महिना भित्रमा हामी नयाँ हाई नै देख्नेछौँ। ब्रेक गरेको एकदम दम देखिन्छ भनेको अबका जुन हामीले चाहिँ बाई गर्ने अपर्च्युनिटी आएको भन्नुहुन्छ तपाईँ यो विषयमा? हो, बाई गर्न एकदम बाई गर्नको लागि त अबको बाई गर्नको लागि कुनै हिचकिच गर्नै पर्दैन। बाई गर्नको लागि छानी 300 वटा कम्पनीमा एकदम राम्रा कम्पनी हेरेर छानी कम्पनी हामी किन्न सक्छौँ। चाँडै नै प्रतिफल राम्रै हुने सम्भावना मेरो तर्फबाट मैले देखिरहेको छु।
मार्केटमा यो जुन गतिले तपाईँले बढ्छ भन्नुभयो, यसमा प्रत्यक्ष असर त निर्वाचनको पनि एक त पक्कै पनि हो होइन? भनेको निर्वाचनले मार्केटलाई प्रत्यक्ष असर गरेकै हो। निर्वाचनले भन्दा पनि निर्वाचन पछाडिको जुन पोस्ट निर्वाचनले के देखायो भन्ने कुरा हो। निर्वाचनले पनि फेरि गङ्गागोलको सरकार बनेको भए फेरि त्यहाँनिर पज हुन्थ्यो कि इन्भेस्टमेन्ट आउन। तर अब निर्वाचनले एउटा स्थायित्व देखाइदियो कि एकदम आजसम्म 5 वर्षको स्थिर सरकार आउने वातावरण बनाएको थिएन होइन? त्यो विभिन्न द्वन्द्वकालदेखि लिएर आजसम्म आइपुग्दाखेरि माओवादीको सरकारमा पनि बिचबिचमा अब संविधान सभा गठन नहुँदैखेरि त्यो तलमाथि भइरहेको हुन्थ्यो बहुमत आए पनि। त्यसपछि फेरि नेकपा एमालेको सरकार आउँदा पनि बहुमत आयो, तर पनि तिनीहरू पनि सक्सेस भएन। तर अहिले त मात्रै एक पार्टीको बहुमतको सरकार आयो, उसले त कुनै पार्टीको सहायता नलिकन पनि 5 वर्ष ढुक्कले लान सक्ने भयो। यो एउटा गभर्मेन्टको स्टेबिलिटी भयो। अर्को पाटो के हो भन्दाखेरि हामीलाई गभर्मेन्ट स्टेबल मात्रै नभएर विभिन्न ऐन कानुनहरूले बाधा गराइरहेको कि जस्तै नयाँ लगानी ल्याउनको लागि पनि भोलिका दिनमा नेप्सेमा सर्ट सेलिङका कुरा हुनसक्छ, नेप्सेमा मार्जिन ट्रेडिङलाई अझै उपयुक्त बनाउन सक्छ, नेप्सेलाई नयाँ लगानी ल्याउनलाई बाहिरलाई एनआरएनबाट लगानी भित्राउने कुराहरू हुनसक्छ। यी ऐन कानुनहरूले एकदमै बाधा बनाइरहेको थियो। यो कानुनलाई अति छिटोभन्दा छिटो अबको सरकारले गर्नेवाला छ, किन भन्दा उसको हातमा पुरै पावर छ। यो जतिको पावर पहिला थिएन, संशोधन गर्न सक्ने क्षमतामा छ अहिले। र जुन धितोपत्र बोर्डमा नेप्सेमा विभिन्न राजनीतिक नियुक्तिहरू हुने गर्दथ्यो, त्यसलाई जहाँसम्म लाग्छ अब सुशासनलाई कायम गरी त्यो कुरालाई पनि हेरेर अबको नयाँ सरकारले अथवा नयाँ अर्थ मन्त्रालयले र राष्ट्र ब्याङ्कको समन्वयनले पुँजी बजारलाई अत्यन्तै माथि जानको लागि नयाँ नियम नीति नियमले के कुराले रोकेको छ त्यसको हेरफेर हुन्छ भन्ने सबै लगानीकर्ताको त्यो एउटा आशावादी भएको कारणले गर्दा नै बजार उफ्रेको। हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ। अब आउने जुन लगानीकर्ता हुनुहुन्छ, मार्केट अहिले हेरिरहनु भएको छ होइन? अहिले ट्याक्कै बढेको बेला मात्रै ठ्याक्कै इन्ट्री गर्छु भन्ने पनि लगानीकर्ताहरू हुनुहुन्छ होइन? गर्दाखेरि के हुने हो भन्ने पनि हुनुहुन्छ कोही होइन? धेरैजना हुनुहुन्छ। त्यस्ता लगानीकर्ताहरूलाई तपाईँले अन्तिममा छोटो शब्दमा के भनेर तपाईँ उहाँहरूलाई सम्बोधन गर्न चाहनुहुन्छ? के भन्छ उहाँहरूलाई त्यस्तो अवस्थामा चाहिँ? यस्तो अवस्थामा मैले के भन्छु भन्दा यो विगतका दिनहरूमा पनि भइराख्ने कुरा हो कि होइन? नेप्से जब बजार हाल्ट हुन्छ नि, अनि त्यसपछि फेसबुक सामाजिक सञ्जालभरि त्यो वाह कुराहरू एकदमै चल्छ कि त्यसपछि त्यहाँ कहीँ त्यो एकदमै टाढा जो बजारबाट टाढा भइसकेका व्यक्तिहरू पनि वापस आउन थाल्ने क्रम हुन्छ। यस्तो बेलामा त फोन आउने, म्यासेज आउने, के किनौँ, कतिखेर बजार हुन्छ, यस्ता कुराहरू एकदमै फोमो क्रिएट गराइरहेको हुन्छ कि। म उहाँहरूलाई के भन्न चाहन्छु भन्दाखेरि बजारमा यति सजिलै पैसा कमाउन सकिँदैन। बजारमा पैसा कमाउनको लागि बजारलाई समय दिनुपर्छ पहिलो कुरा, र डिसिप्लिनमा रहन सक्नुपर्छ। बजारमा यसरी अब हिजो सर्किट लाग्यो किन्नै नपाएकाहरूले आज गएर माथि गएर जम्प गरेर किने होइन? हो बजार सुइसुइसी माथि जाँदैन। त्यो एक लेभलमा रिटेस्ट गर्न अथवा लिक्विडिटी, हिजो त 55 करोडको कारोबारले बजारलाई 6% बढाउनु भनेको त बिना कारोबार माथि जानु त त्यो सस्टेनै हुँदैन नि। आज आएर 21 अर्ब लियो नि त बजारले। हो यसरी लिक्विडिटी लिन आउँछ बजार उफ्रेर गए पनि। हो त्यस्तो अवस्थामा हामी वेट गरेर बार्गेनै गरेर पनि किन्न सक्छौँ। भनेको मतलब चाहिँ अहिले यो बाइ गर्ने समय छ, बाइ गर्ने समय छ, तर एकदमै आत्तिएर फोमो भएर छुटिहाल्छु कि भन्ने हिसाबमा त्यसरी जम्प गरेर जानु पर्दैन। डिसिप्लिन राखेर गर्नुपर्छ। र बजारमा चाहिँ नि अब बजार बढ्छ, केही समयलाई मात्रै बढ्छ, झ्याप्पै पैसा लगाउँछु कुनमा लगाऊँ भनेर सोध्ने, झ्याप्पै लगाएर झ्याप्पै निकाल्छु भन्ने त्यस्तो मेन्टालिटी आउनु हुँदैन। अब बजार लङ टर्मको लागि राम्रै तरिकाले जाने हो, र त्यो राम्रो स्क्रिप्टहरू कुन स्क्रिप्टमा लगानी लगाउने, ट्रेडिङ गर्ने भन्दा पनि लगानी लगाउने, अब विभिन्न ब्याज दर एफडीमा रिटर्न कम छ त्यो हिसाबमा चाहिँ नि हामी लगाउने हो के। त्यो हिसाबमा चाहिँ नि अब बजारमा 1 महिनालाई मलाई कुन स्क्रिप्टमा लगाऊँ भन्दा पनि अब बजारमा कुन चाहिँ बेस स्क्रिप्टमा लगाऊँ केही समयसम्मको लागि जसले मलाई राम्रो प्रतिफल दिन सक्छ भन्ने त्यस्ता लगानीकर्ताहरू मात्रै आउनुहोस्। त्यो बिगिनरहरू त फेरि गएर अल्टिमेटली माथि गएर फस्ने हो। अहिले चाहिँ नि जेन्जीहरू धेरै हाबी भएको पनि देखिया छ। जसरी जेन्जीले चुनावलाई पनि एउटा राम्रो प्रतिफल त दिलाए, त्यस्तै बजारमा पनि अब त्यो जेन्जीहरूको त्यो भिडले फेरि गएर त्यो जेन्जी नै माथि गएर टुप्पामा गएर फस्ने सम्भावना पनि रहन्छ उनीहरूको। किन भन्दा उनीहरूसँग यो डिसिप्लिन, त्यो एउटा पेसेन्स लेभल नहुन सक्छ,
त्यो कारणले गर्दाखेरि उहाँहरूलाई म नयाँ लगानीकर्ताहरूलाई त्यसरी आत्तिनु पर्दैन, बजार सुइसुइती हुर्रै उडेर माथि जाने होइन। त्यो जर्नी लामो समयसम्ममा बिस्तारै जाने हो। त्यो बिस्तारै जाने क्रममा धेरै उतार चढाव आउँछन्। यही कुरा भन्दै बजारलाई अब के भन्न चाहन्छु? ठिक छ, हामीले यही विषयमा हाम्रो भलाकुसारीलाई तपाईँले पक्कै पनि मनन गर्नुभयो होला। नयाँ लगानीकर्ताहरूले पक्कै पनि बुझ्नुभयो होला कि मार्केट बढ्दैमा इन्ट्री गर्ने, घट्दैमा आउट भइहाल्ने भन्ने कुरा तपाईँले रविनजीले भनेको कुरालाई आत्मसात गर्नुहुन्छ भन्दै आजको यो भोलिको दिनमा के हुन सक्छ भन्नु न। भोलि कस्तो भोलि जस्तै आज मार्केट घट्यो, भोलि अब कन्टिन्यू के हुन सक्ला त? यो कुरा आएको छ भयो त्यसो भए यो कुरा आएको छ त ल भन्दै भन्नुभएको थियो। अब बिदा हुन चाहन्छु भन्दै हामी बिदा हुन चाहन्छौँ। नमस्कार। ल मैले अघि स्टार्टिङमै तिमीलाई यो जोडाएको थिएँ त। अबको दिनमा के हुन्छ भन्दा तिमीले यत्रो मार्केटले अब 15 मिनट भइसकेको छ। ल दिशा लिँदैछ भनेर तिमीलाई मजाले भनेको त। ल ठिक छ।